आइपुग्दाखेरि कस्तो हुन्छ। साइडमा माउन्टेन हाइक आएको कस्तो लागिरहेछ त? भर्खर सुरु भइरहेछ। अलिक च्यालेन्जिङ हाइक भनिरहेछन्। माथि पुगेर फर्किँदा कस्तो हुन्छ। One more mile to go. कस्तो भइरहेछ त? थाकियो कि थाकिएन? छैन? यस्तो छ उकालो। एउटा भ्यू पोइन्ट रहेछ। हामी जाने चाहिँ त्यहाँ माथि हो। हामी जाने चाहिँ यहीँनिर हो, स्याडल माउन्टेन। वाइल्ड फ्लावर कतिको मन पर्यो? अब यहाँबाट लगभग 20 मिनटमा माथि पुगिन्छ होला। तर भ्यू चाहिँ राम्रो देख्ने है। सायद लेट्सी माथि पुगेर भेटौँला एकछिन। फुकेर नि उडायो। थाक्यौ? अब चाहिँ अलमोस्ट पुग्न लाग्यो। यहाँबाट चाहिँ अलिकति तल गएर एलिभेसन गेन हल्का हुन्छ। माथि पुगेपछि चाहिँ त्यहाँ गएर फेरि भ्यू हेर्नुपर्छ कस्तो देखिन्छ। हाम्रो पार्किङ लट चाहिँ त्यहाँनिर छ। यहाँ माथिबाट अहिले देखियो। ल्यान्डस्केप पनि राम्रो। समिति आउनु लागेपछि एलिभेसन चाहिँ अलिक छिटो गेन गर्दो रहेछ। वाइल्ड फ्लावर्स आज क्लाउडी भएको भएर त्यति राम्रोसँग त देखिएको छैन।
बट स्टिल यो फोटो र भिडियोले चाहिँ एक्ज्याक्टली जज चाहिँ गर्न सकेन, तर इट्स वर्थ। त्यहाँबाट भ्यू त राम्रो देखिन्छ। कस्तो लाग्यो त आज घाट तिमीलाई? एकदम रमाइलो लाग्यो हैन, तर यहाँबाट चाहिँ कस्तो डरलाग्दो देख्दो रहेछ। गाइस यस्तो छ है। ए नजाऊ। समिटमा पुग्न लागेको रहेछ है। छिटो भनिरहेछ। कस्तो लाग्यो त मैया? चराको चिरबिर सुन्दै यसरी हिँड्न पनि मजा आउँछ। गुड एक्सपिरियन्स। फाइनल्ली हामी आइपुग्यौँ। समग्रमा कस्तो लाग्यो त तिमीलाई आजको हाइक? अनि माथिको भ्यू चाहिँ एकदमै राम्रो थियो, राम्रो लाग्यो। अनि वाइल्ड फ्लावरले गर्दाखेरि झनै धेरै राम्रो लागेको, एकदमै राम्रो। अनि यो ठाउँ रेकमेन्ड गर्छु कि गर्दैन त? एकदम हाइली रेकमेन्डेड, किनकि धेरै लामो पनि छैन अनि त्यति धेरै अप्ठ्यारो पनि छैन। माथि गएपछि अलिकति गाह्रो हो कि जस्तो छ, तर नभए चाहिँ अनि भ्यू चाहिँ एकदमै राम्रो, माथिबाट सबैतिर देख्न मिल्ने, एकदमै राम्रो लाग्यो। Saddle Mountain पार्किङ लट पनि आइपुग्यो।